भाइलाई मेरो छाया कसले भाइलाई अङ्गु अङ्गु भनिन्छन् अङ्गु भनिन्छन् ल जाऊ जाऊ माथि जाऊ ल हजुर अङ्गु भनिन्छन् अङ्गु अनि 3 बजे चाहिँ हाम्रो सानो बुन्टु चाहिँ उठेर पुरा टक्लाएर हेर्नुपर्छ होइन त बाहिर के बस्छ होला भनेन होला यिनले भने हो बाहिर त हिउँ परेछ सानो कति धेरै हिउँ परेछ नि भोलि पर्सि त बिहान हिउँ परेको देखेपछि खेल्न जाने होला है होइन त बाहिर त कति धेरै हिउँ परेछ नि सानो तिमी उठेर बसिछौ हिउँ खेल्न जान्छौ जान्छौ हिउँ खेल्न सानो मान्छे ए 3 बजे राति को उठेर बस्छ हेर्नु त यहाँ यसरी उठेर बस्छन् हाम्रो मान्छेहरू निन्द्रा पुग्यो पुग्यो निन्द्रा ए निन्द्रा पुगेर उठ्नु भएको हो ल ल ल गर्दैन सधैँ के चार्जमा राखेको एकछिन भाइ सिरानी लिएर कहाँ जान लाग्यो हौ खान लाग्यो त भाइ त यता त सिरानी बोकेर हिँड्न लाइछन् कहाँ हो Angga.